स्वागत छ दर्शकहरू इश्यूज अफ द डेको आजको यो श्रृङ्खलामा आज हामी केन्द्रित रहने विषय सरकारका लागि सकस विशेषतः नेपाली कांग्रेस र नेकपा एमालेमा देखिएको पछिल्लो विवाद सरकार निर्माण र राष्ट्रपतिको निर्वाचन सरकार गठनका विषय र राष्ट्रपतिको निर्वाचनका विषयमा देखिएको यो विवादका विषयमा नै केन्द्रित रहने प्रयास गरेका छौं। यसका लागि हामीले स्टुडियोमा निम्ति आएका छौं नेकपा एमालेका रविन्द्र अधिकारी, नेपाली कांग्रेसबाट जगदीश नरसिंह केसी। दुवैजनालाई धेरै धेरै स्वागत छ। धन्यवाद। रविन्द्रजीबाट किन यो सकस सरकार निर्माणका लागि विशेषता अनि सकसै आइसकेको भन्ने त देखिँदैन हैन। अहिलेको परिस्थितिलाई के लाउने हो त सकस भन्दा त अर्को बढी अर्को शब्द हुन्थ्यो भने त्यो शब्द पनि उपयुक्त रहन्थ्यो होला। के छ भने प्रोसेस सुरु भएन। जस्तो के हुन्छ भने हामी कहाँ तीनटा समस्या देखा परे। एउटा त संविधान सभाको निर्वाचनको लगत्तै संविधान सभामा भित्र पस्ने कि नपस्ने भन्ने एउटा समस्या दलहरु कतिपय दलहरुको कुराले गर्दाखेरि अलिकति समय लियो। अर्को समानुपातिक निर्वाचन पद्धति थियो जसले गर्दाखेरि थोरै समय लिने हाल्थ्यो। त्यसपछि बरु एउटा सकस सदन प्रधानमन्त्री बोलाउने कि राष्ट्रपतिले बोलाउने भन्नेमा चाहिँ रह्यो। अब सदन बोलाइएको छ। अब फेरि अन्तर्राष्ट्रिय बाहिरी प्रचलन के हुन्छ भने संविधान सभा पार्लियामेन्ट गठन भइसके पछाडि त्यो चाहिँ सदन नबोलाइकन पनि राष्ट्रपतिले ल सरकारका लागि आह्वान गर्ने हुन्छ। हामी कहाँ चाहिँ सरकारका लागि आह्वान भएको छैन। आह्वान भएको छैन नि त। हामी कहाँ नभएको कुरा के हो भने राष्ट्रपतिले आह्वान नगरे पनि प्रक्रिया सुरु नभए पनि जो मुख्य दलहरू हुन् अझ त्यसमा पनि नेपाली कांग्रेस एमाले पनि यसबाट बाहिर जान मिल्दैन। यो दलहरूले सहमतिका साथ एउटा प्रस्ताव अगाडि बढाउने ताकि भोलि राष्ट्रपति दिएको समयको सुरुवातमै यो कामहरू चाहिँ अगाडि गर्न सकियोस्। त्यो देखाउन नसकेको सही कुरा हो। तर हामी कहाँ चाहिँ अहिले चाहिँ खास भन्ने हो भने सरकार गठनको प्रारम्भ नै भएको छैन। मलाई लाग्दछ राष्ट्रपतिजीले शपथ ग्रहण गरेर पहिलो बैठक पछाडि बल्ल आह्वान गर्नु होला। तर उहाँले आह्वान गर्न उहाँको हातमा नामावली जाँदाका दिनदेखि मिल्थ्यो ल सहमतिका लागि आउनुहोस् भनेर। किनभने त्यो सक्सेस चल्ने प्रोसेस हो। हामी कहाँ त यो भाका मिलाउँदा मिलाउँदै त्यसै यो धन्दा मिलाउँदा मिलाउँदै आफ्ना प्रक्रिया मिलाउँदा मिलाउँदै हामी ढिलो भइसकेका छौँ। हामी साँच्चीकै समय नचिन्नेहरू हौँ। वास्तवमा गरिब देशले पछाडि परेको देशले जब समय चिन्दैन त्यो चाहिँ अगाडि जान सक्दैन। हाम्रा जस्तो देशले यस्तो समयलाई हेलचक्राइङ गरेर ऐस आराम रमाइलोमा बिताउन मिल्ला पनि मिल्दैन। जगदीश चौरजी, नेपाली कांग्रेसको तर्फबाट अहिले ठूलो दल हैन दोस्रो ठूलो दलले भनेको जस्तै परिस्थिति हो अहिलेको होइन। अब कतिपय चिज रविन्द्रजीले भने सत्य नै हो। किनभने सुरुमा त अब ढिलाइ हुनुमा संविधान सभाभित्रको प्रवेश हुने या नहुने भन्ने कुरोलाई लिएर अलिकति समय गयो। प्रवेश गरिसकेपछि अब संसद कसले बोलाउने संविधान सभा कसले बोलाउने भन्ने विवाद पनि अलिकति समय गएकै हो। त्यो पनि टुङ्गिसकेपछि अब संविधान सभा 8 गते बोलाइसकेको अवस्था छ। अब सरकार बनाउने प्रोसिडियरमा 8 गतेपछि राजनीतिक दलहरू बसेर पनि एक किसिमको छलफल एउटा सहमति होला। अनि राष्ट्रपतिजीले पनि सबै प्रक्रियाको जो संविधान सभाबाट पहिलो शपथ सकेर पहिलो बैठक बसेपछि सरकार बनाउने आह्वानको लागि संवैधानिक रूपले त अहिले जबसम्म शपथ हुँदैन तबसम्म संविधान सभाको सदस्य भएन। शपथ लिएको दिनदेखि हो। त्यसले गर्दाखेरि हामी 7 गते शपथ गर्छौँ, 8 गते संविधान सभाको बैठक बस्छौँ, त्यसपछिको सरकार बनाउने प्रोसिडियरमा अगाडि बढ्छ। त्यसकारण ढिलो भएकै हो। ढिलो हुनुको पछाडि जति कारणहरू छन् यो हामी सबैका बीचमा छलङ्ग छ, स्पष्ट छ। त्यसलाई हामीले धेरै कोट्याइरहनु पर्दैन। तैपनि हामीले हाम्रो अहिलेको परिस्थिति देशको परिस्थिति अब अन्तर्राष्ट्रिय रूपमा हेर्दाखेरि चुनाव निर्वाचन भएको 1 हप्तामा सरकार बनाएर एउटा गतिमा गएको देखिन्छ। हाम्रो यहाँ निर्वाचन भएको मङ्सिर 4 गते सम्पन्न भयो। लगभग 2 महिनाको समय सकिसक्यो। यो 2 महिनाको बीचको यो जुन खिचातानीको परिस्थितिले जनतामा नैराश्यता पनि देखिसक्यो। त्यसले गर्दाखेरि जनतामा जुन निर्वाचन पछिको जुन परिणाम थियो त्यो परिणामले जुन उत्साह किनभने कांग्रेस ठुलो पार्टी भयो, एमाले दोस्रो पार्टी भयो। हिजोको संविधान सभाका धेरै एजेन्डाका विषयमा कांग्रेस र एमालेको एजेन्डा मिल्दोजुल्दो थियो। अब यी दुईटा मिलेर चाहिँ संविधान समयमा दिन्छन् भन्ने जुन आशा र भरोसा बोकेका आम मतदातालाई यो समय लम्बिनाले अलिकति निराश बनाएको छ। तर निराश हुनुपर्ने कारण पनि छैन। अब
8 गते पछि त एउटा प्रोसिडियरमा गएर शाखा निर्माण हुन्छ र त्यसले एउटा गति लिएर अगाडि बढ्छ। चुरो विवाद भनेको अहिले राष्ट्रपतिको निर्वाचनमै केन्द्रित हो रविन्द्रजी। अनि यस्तो खास गरिकन यो संविधान सभाको निर्वाचन भइसके पछाडि आउने कामहरू हामी कसरी गर्छौँ, जस्तो राष्ट्रपतिको व्यवस्थालाई हामीले के गर्छौँ हैन, हामी कसरी गर्छौँ, सरकार कसरी निर्माण गर्छौँ, संविधान निर्माणको काम चाहिँ 1 वर्षमा गर्ने कुराको सुनिश्चितता कसरी गर्न सक्छौँ। यो संसद पनि हो, संविधान सभा पनि हो, तर हाम्रो प्राथमिक दायित्व चाहिँ संविधान निर्माणको कुरा हो। संविधान निर्माण पहिलो प्राथमिकता हो। तर एउटा कुरा कहिले कति कस्ता तर्क आउने गरेका छन् भने दुईटा तर्क एकदमै नमिल्दाखेरि खालका तर्क, कहिले पनि तर्कहरू डबल स्ट्यान्डर्ड दोहोरो मापदण्ड अनुसारका तर्क हुनु हुँदैन। जस्तो एउटा तर्क के आउने गरेको छ भने ल राष्ट्रपतिको विषय त खोइ चुनावमा कसैले पनि उठाएन, त्यस कारणले चाहिँ अब अहिले त गर्ने कुरा आउँदैन। चुनावमा के सबै विषय उठाइएको थियो होला, थिएन नि। चुनावमा उठाए कि उठाएर दोस्रो कुरा हो, अहिले गर्नु आवश्यक हो कि होइन, सिस्टम अनुसार अहिले गर्नु आवश्यक हो कि होइन भन्ने कुरालाई चाहिँ बुझ्नु पर्दछ। त्यो सँगै पहिलो प्राथमिकता के हो भन्ने कुरा पनि त बुझ्नुपर्छ होला। होइन, पहिलो प्राथमिकता त संविधान निर्माण नै हो, तर त्यो पहिलो प्राथमिकताको काम गर्नको निम्ति पनि प्रक्रियाहरूलाई गुन्द्रीमुनि राखेर गर्नुपर्ने कामलाई चाहिँ कार्पेट मुनि चाहिँ लुकाएर अगाडि जान सकिँदैन। ती समस्याहरू पनि समाधान गर्दै जानुपर्दछ। सामान्यतया एकदमै सरल ढङ्गले भन्न सकिने कुरा के हो भने हैन, राष्ट्रपतिको निर्वाचन आजै भन्ने कुरा होइन, तर स्वाभाविक रूपमा राष्ट्रपतिको त निर्वाचन हुनै सक्दैन, जबकि यो संविधान सभा आफैमा सार्वभौम सत्ता सम्पन्न हो। अनि संविधान सभाले हाम्रो संविधानमै लेखेको छ राष्ट्रपति र उपराष्ट्रपति चाहिँ निर्वाचित गर्नेछन् भनेको छ। हो, यसको कार्यकाल मात्रै के भनेको छ, अर्को चाहिँ के अरे संविधान बनेर अर्को नभइन्जेलसम्म भनेको छ। ए बाबा, अर्को राष्ट्रपति के अरे राष्ट्रपति उत्पत्ति गर्ने अर्को संस्था आइसकेपछि त्यसले चाहिँ त्यो निर्वाचन गर्छ, कार्यकाल त्यही नै रहन्छ। यो यति सिम्पल कुरा एक्चुअली हामीले चाहिँ नहोस्, यस्तो नहोस् कि 1 वर्ष होइन संविधान हामीले चाहिँ 1 वर्षमा संविधान बनाउनु पर्छ, त्यो पछाडि गयो 2 वर्ष भयो 3 वर्ष भयो, एक्चुअलीलाई मान्नुहोस् 4 वर्षमै यस्तै अनेकन कुराहरू भयो भने संविधानै बन्न सकेन। एक्चुअलीलाई मान्नुहोस् राष्ट्रपति चाहिँ फेरि कस्तो व्यवस्था भयो भने प्रदेशहरूबाट छानिएर आएका र पार्लियामेन्टबाट छानिएर आएका चाहिँ अर्को उसबाट चाहिँ खास हुन्छ त त्यही नै, त्यसबाट राष्ट्रपति बनाउने भन्ने भयो। प्रोभिन्स बनेको छैन, प्रोभिन्सको चुनाव कहिले यसो गर्दाखेरि त राष्ट्रपति त अनन्त काल रह्यो। यो वास्तवमा हामी सिस्टममा जाउँ। म हाम्रो राष्ट्रपतिजीलाई अत्यन्तै सम्मान गर्छु, तर म सँगसँगै लोकतन्त्रमा विश्वास गर्ने भएको हुनाले म विधिमा विश्वास गर्छु। अलि बढी भनेको चाहिँ कुन दलले प्रतिनिधित्व गर्यो भन्ने कुराले सँगसँगै जोड्यो हैन यो पृष्ठभूमिलाई। म चाहिँ सामान्यतया मेरो बहस गर्दाखेरि कुन दलको इन्ट्रेस्ट हो, मेरो दलको हो कि होइन, अर्को दलको हो कि होइन, मलाई लाग्दछ जुन दलको भए पनि। एकछिन मान्नुहोस्, रामराजा प्रसाद सिंहले राष्ट्रपति जितेको भए अहिले हामीले के गर्थ्यौँ होला? परिस्थिति त्यस कारणले आफ्नो स्वार्थ अनुसार होइन, आफ्नो पोलिटिकल, आफ्नो पार्टीको, आफ्नो व्यक्तिगत स्वार्थ अनुसार होइन, पद्धतिलाई अपनाउन सक्यौँ, पद्धतिलाई आत्मसात गर्न सक्यौँ, डेमोक्रेटिक नर्म्स भ्यालुजहरूलाई चाहिँ आत्मसात गर्न सक्यौँ, हामी अगाडि जान्छौँ। होइन यो त यस्तो पऱ्यो मेरो अनुकूल र प्रतिकूलको आधारमा भन्ने गयो भने हामी ठिकठाक पुग्न सक्दैनौँ। एउटा भनाइ छ, सत्य मेरो आस्था हो, तर कहिले आस्था एकातिर सत्य अर्कोतिर पनि भइदिया हुन्छ। तर म ठान्दछु जहिले पनि सत्यलाई आफ्नो आस्था बनाउनु पर्दछ, डेमोक्रेटिक नर्म्स भ्यालुजहरूलाई आफ्नो आस्था बनाउनु पर्छ। कहिले लाग्छ कि डेमोक्रेसीमा ओहो यो मान्छे त सधैँ भइदिए हुन्थ्यो भन्ने, तर सधैँ भइदियो हुन्थ्यो भन्ने कुरा गर्ने हो भने आवधिक निर्वाचन नगरेर हुन्छ र? असाध्यै राम्रो मान्छे हाम्रो अगाडि आयो, यो त सधैँ रहिदियो हुन्थ्यो। त्यसको लागि हामी आवधिक निर्वाचन पनि हटाइदिन सक्छौँ। त्यसले गर्दाखेरि अनि यसमा सबिनाजी यसमा हाम्रो चाहिँ फेरि कङ्ग्रेस र एमालेको यो यसमा दूरी छ, यो नबनाऊ। म चाहिँ एउटा एज ए एमालेको तर्फबाट पनि एउटा स्वतन्त्र नागरिकका हिसाबबाट पनि मैले बोलिरहेको छु। म यति बेला यही मात्रै भन्न चाहन्छु, कसैलाई पनि कन्फ्युज नहोस्। राष्ट्रपति महोदयले वास्तवमा चाहिँ संविधान सभाको बैठक उहाँले बोलाउनु पर्ने हुन्थ्यो, एउटा स्ट्यान्डर्ड नर्म्स हो, तर चाहिँ संविधानमा एउटा लेखिरहेको थियो।
त्यो पनि हामीले मिलाउन सकेनौँ। खैर प्रधानमन्त्रीले राष्ट्रपतिजी तपाईँ बोलाउनुहोस् भनेर पठाउनु सकेको भए अझ ज्यादै राम्रो हुन्थ्यो। त्यस पछाडि अब शपथ ग्रहण उहाँले गराउनुहुन्छ, शपथ ग्रहणपछि सरकारका लागि आह्वान गर्नुहुन्छ, सरकारले नीति कार्यक्रम पेश गर्छ, बजेट पेश गर्छ, एउटा प्रक्रिया सिद्धिसके पछाडि स्वाभाविक अर्को उसबाट राष्ट्रपति पनि यो हाउसले चुन्छ र नयाँ अपडेट हुन्छ। होइन भने म त के देख्छु भने राष्ट्रपति यो संस्थालाई यो विषयलाई यति अनावश्यक विवादमा राखेर हामी हिँड्न खोज्यौँ भने हामी पुग्दैनौँ। तर अनावश्यक विवादमा कसले राख्यो कसले ताने भन्ने कुरा त सो त तपाईँहरूमाथि नै आउने प्रश्न चिन्ह हो नि होइन। यो विवाद कसले निकाल्यो भने म यहाँनिर जगदीश्वरजीको आवाज लिन चाहन्छौँ। जस्तो परिवर्तन भइसके पश्चात नयाँ जनादेश अनुसार ती कुराहरूलाई पनि त सम्बोधन त गर्दै जानुपर्ने हो नि होइन। ठुलो दल भएको हिसाबले पनि अझ बढी अलिकति दायित्वबोध त हुनुपर्ने हो होइन। दायित्वबोध त काङ्ग्रेस अहिले मुलुकको सबभन्दा ठुलो पार्टी हो, त्यसले सबै अहिलेको देशको जनादेशले अभिभावकत्व भूमिका निर्वाह गर्दै मुलुकको गतिलाई अगाडि बढाऊ र संविधान सभाले 4 वर्षसम्म संविधान निर्माण गर्न सकेन। अहिले तिमीहरू आफ्नो नेतृत्वमा सरकार बनाऊ अथवा संविधान निर्माण गर, विशेष रूपमा संविधान निर्माण गर। संविधान निर्माणमा जनताले जसरी 4 वर्षसम्मको संविधान सभाभित्रको भूमिकाले गर्दा पहिलो दोस्रो पार्टी जसरी हामीलाई बनायो यसले उनीहरू आशावादी छन्। र अहिलेको यो जुन किसिमको राष्ट्रपति जो सम्मानित संस्था हो त्यो संस्थाका बारेमा हामी धेरै लामो बहस गर्ने कुरो पनि छैन। जोसुकै राष्ट्रपति हुन्थे, अब रामराजा सिंहै भए पनि अहिलेको संविधानले जे बोल्छ त्यही गर्ने हो। हामीले होला ताजा जनादेश भएको छ, त्यो ताजा जनादेश कुनै एक दललाई मात्रै पूर्ण बहुमत दिएको अवस्था होइन। ताजा जनादेश भनेर मिलिजुली नै मुलुकमा अघि बढ्ने नै अहिलेको ताजा जनादेश हो। त्यो मिलिजुली बढ्ने क्रममा काङ्ग्रेस ठुलो भएको छ, दोस्रो एमाले र तेस्रो माओवादी भयो। त्यसले गर्दा अहिले राष्ट्रपति जो भए पनि अहिलेको संविधानले के देखियो भने अब हामी 64 सालमा संविधान सभाको निर्वाचन भयो। त्यो संविधान सभाको निर्वाचनले दोस्रो संविधान सभाको निर्वाचन हुन्छ भन्ने परिकल्पना कुनै पनि ठाउँमा थिएन। तर हामी दोस्रो संविधान सभाको निर्वाचनमा जानै पर्यो, गयौँ, दोस्रो संविधान सभाको परिणाम आयो र अहिले हामीले 1 वर्षभित्रमा संविधान निर्माण गर्छु भन्ने प्रतिबद्धता प्रत्येक राजनीतिक दलले जसले 1 सिट ल्याएछ त्यसले पनि जनताको बिचमा चाहिँ 1 वर्षभित्र संविधान बनाउँछु भन्ने प्रतिबद्धता, त्यो विश्वास दिलाउने काम जनताको बिचमा भयो। तर अहिले हामीले संविधान बनाउनेतिर केन्द्रित हुने कि अब राष्ट्रपतिका विषयमा अन्य विषयतिर केन्द्रित हुने भन्ने कुरो हो। संवैधानिक हिसाबले के हो भने जस्तो हिजो संसद कसले बोलाउने भन्ने विषय वास्तवमा हामीले त्यो दुविधाको विषय गर्यो। राष्ट्रपतिले विश्वको प्रचलन संसदीय जननी भनेर चिनिने बेलायतमा देखिनकै इतिहास हेर्यो भने विश्वको कुनै पनि इतिहासमा संसद पहिलो राष्ट्राध्यक्षले बोलाउँछन्। अब हामी कहाँ यहाँ प्रधानमन्त्री मन्त्री परिषद अध्यक्षले बोलाउने, अब त्यो संवैधानिक त्रुटिहरू जस्तो अहिले यही विषयमा पनि संवैधानिक अब हिजो हामीले यसैलाई 25 बुँदे संविधान संशोधनका कुरा आएको थिए। यी चिजहरू ताजा जनादेशपछि राष्ट्रपतिजीको पनि ताजा जनादेशको अनुसार हुनेछ भन्ने किसिमको कतै केही हुनु पर्थ्यो। अब हामीले केही पनि सोचेनौँ त्यो बेला। अहिले स्पष्टसँग संविधान सभाले संविधान घोषणा गरेपछि राष्ट्रपति र उपराष्ट्रपतिको विदाई हुनेछ। अब त्यो भनिया छ। अब राष्ट्रपतिजीको निर्वाचनका लागि सिधै उहाँले ताजा जनादेश आयो, ताजा जनादेश अनुसार राष्ट्रपतिको निर्वाचन गर्नुहोस्, म छाडिदिएँ भनेर बाटो खुला गर्नु पर्यो। उहाँले नछाडिन्जेल त संवैधानिक हिसाबले कि हामीले संविधान सभाबाट संविधान संशोधन गरेर फेरि राष्ट्रपतिजीका ताजा जनादेश अनुसार हामी राष्ट्रपतिको निर्वाचन गर्ने प्रावधान बनाएर जानु पर्यो। अन्यथा त राष्ट्रपति परिवर्तन हुने संवैधानिक बाटो त छैन, अप्ठ्यारो त्यहाँ हो। त्यस कारण हामीले म एउटा लोकतान्त्रिक पार्टीको कार्यकर्ता हुँ। उहाँले भने जस्तै म पनि आस्थामै विश्वास गर्छु, विश्वासै त्यही हो, सबैको विश्वास त्यही हो। त्यस कारण लोकतन्त्रमा विधि विधान नियम कानुन प्राथमिकता हुन्छ। त्यो नियम कानुन विधि विधानलाई सबैले टेकेर अगाडि बढाउँ। आखिर 1 वर्ष भन्ने ठाउँमा हामीले छिटोभन्दा छिटो संविधान सभाको निर्वाचन सम्पन्न गर्न सक्यौँ भने राष्ट्रपतिजी उपराष्ट्रपतिजी विदाई हुनुहुन्छ र फेरि संविधान बनाउँदा सबिनाजी भोलि संविधान बनिसकेपछि राष्ट्रपतिको निर्वाचन यही प्रक्रियाले हुन्छ भन्ने पनि नहुन सक्छ।
राष्ट्रपतिको निर्वाचन त 6 महिना वर्ष दिनपछि हामीले ल अहिले राष्ट्रपति परिवर्तन गऱ्यौँ 6 महिनापछि 1 वर्षपछि संविधान बन्यो त्यो संविधानको प्रावधानमा संविधान बनेपछि त त्यसको प्रावधान छुट्टै हुन्छ राष्ट्रपतिको निर्वाचनको अनि न हामी प्रत्यक्ष जनताको बिचमा जानुपर्ने कुरा पनि राष्ट्रपतिको निर्वाचनको विषय उठेकै हो र अन्य विकल्पहरू भयो भने पनि जानु पर्यो भनेपछि 6-8 महिनापछि अर्को राष्ट्रपतिको फेरि निर्वाचन हुने भए हुनाले हामीले मुलुकको अहिलेको सहज गतिलाई अगाडि बढाउँ सबै मिलेर जाउँ कसको अहिले राष्ट्रपतिज्यू कुनै पार्टीको होइन नि उहाँले त काम उहाँको 4-5 वर्षको 6 वर्षको अवधिको क्रियाकलापले के देखिन्छ भने उहाँ यो देशको एउटा नागरिकको हैसियतले राष्ट्रपतिको हैसियतले हरेक नागरिकलाई बराबरी हिसाबले उहाँको काम क्रियाकलाप देखिन्छ त्यसकारण हामीले कुनै दलसँग नजिक थियो हिजो भनेर उहाँलाई नसोचिकन त्यो पवित्र संस्थाको मर्यादालाई बचाएर जाउँ मेरो सबै अब अहिले रविन्द्रजी पनि हुनुहुन्छ हाम्रो आग्रह हो हुन त हामी हरेक इस्युमा हामी मिल्छौँ किनभने संविधान सभामा 4 वर्षसम्म हाम्रो इस्यु एउटै हो अब अहिले पनि मिल्छ हाम्रो तर अब यी अहिले उठेका इस्युका बारेमा पनि मिलाएर जानुपर्छ भन्ने हो मिल्छ नै भन्ने छ अन्तमा पुगिसकेपछि मिल्छ एउटा टुङ्गोमा पुग्छ त्यो त एउटा टुङ्गोमा त पुग्नै पर्छ तर किन यस्तो विवाद हुन्छ समय किन लम्बिरहन्छ कि हामी अब सदन कसले बोलाउने भन्ने विषयमा नै विवाद गरेर त्यही अल्मलिरहन्छौँ त्यस्तै गरी अब राष्ट्रपति अथवा उपराष्ट्रपतिको निर्वाचन गर्ने या नगर्ने भन्ने विषयमा यस्ता विवादहरू बाहिर हिँड्छन् भित्रका कुराहरू बाहिर छताछुल्ल हुने गरी हामी झगडा गरिरहन्छौँ जे व्यवस्थाहरू थिए होइन अन्तर्राष्ट्रिय रूपमा के कस्ता क्रियाकलापहरू प्रयोगमा आए ती त्यस्ता अथवा व्यवस्था के छन् त्यसलाई हामीले अनुसरण गर्दै त जाने हो नि कुरा त सरल छ नि होइन एकदमै सरल छ सबिनाजी तर भावना यो डेमोक्रेसी कुनै पनि संस्था कुनै पनि मुलुक भावनाले मात्रै चल्दैन हैन एउटा विधि नियम व्यवस्थाले चल्ने हो हैन त्यस्तो हुँदा त आफूलाई मन परिन्जेलछ भावना ठिकै छ भने मन नपर्दादेखि त भएन यो सिस्टमले त मन पर्दा पनि नपर्दा पनि भावना मिल्दा पनि नमिल्दा पनि यो त यो प्रक्रिया हो भनेर ठान्ने हुनु पर्यो हैन जस्तो हामी इलेक्सनलाई किन मान्छौँ इलेक्सन हारे पनि जिते पनि किन मान्छौँ भने त्यो एउटा प्रक्रिया हो त्यस कारणले जे कुरा पनि प्रक्रियाको हिसाबबाट जानु पर्यो त्यो भयो भने बलियो हुन्छ यो 1 वर्षभित्रमा हामीले संविधान बनाउने अब त्यसो भन्दा यो सरकार पनि किन बदल्ने 1 वर्षमा बनाइहाल्यो अनि बरु त्यस एकैचोटि सरकार बनाउँला यो सरकारतिर मतलबै नगर्नु यो दलहरूको सरकारको यो लुछाचुनी यहाँ त्यहाँ चाहिँ म हुन्छु र ऊ हुन्छु भन्ने देख्दा त्योभन्दा बरु 1 वर्षको सट्टा 6 महिनामै सरकार बनाइदिउँ अनि सरकारलाई बदलौँला अरू धेरै कुरा बदलौँला हामी किन त्यसो भन्न सक्दैनौँ भने पछाडि यो कुरा के छ भने नयाँ जनादेश हो यो नयाँ जनादेश जसरी आए पनि जो जस्तो ठाउँमा आए पनि यो जनादेश हो यो जनादेश अनुसार सबै डेमोक्रेटिक इन्स्टिट्युसनहरू अपडेट हुनुपर्दछ हैन फेरि रामवरणजी नै हुनुहोस् अथवा अर्को को हुनुहोस् अथवा यहाँ एउटा सिम्बल छ नि एउटा हाम्रो लागि चाहिँ एकदमै राम्रो किन मधेस र पहाड एउटा उ छ हैन मधेसको राष्ट्रपति पहाडको प्रधानमन्त्री अथवा पहाडको राष्ट्रपति मधेसको प्रधानमन्त्री यो हामीले म्यानेज गर्न सक्छौँ म्यानेज गर्नुपर्दछ अनेक तरिकाबाट हैन तर कुरा के छ भने त्यसै यी अवस्थालाई त्यसै लुकाएर राखेर म्यानेज हुँदैन यी कुराहरूलाई छलफल गरेर प्रक्रियासँग ढङ्गले टुङ्ग्याएर यी अगाडि जान्छन् त्यसकारणले म यति बेला यो मात्रै भन्न चाहन्छु हाम्रा छलफलले हाम्रा बहसले यी कुराहरूलाई सुल्ट्याउँछ म विश्वासका साथ व्यक्त गर्न चाहन्छु हामी सुल्ट्याउँछौँ हामी एउटा समझदारीमा पुग्छौँ कुरा के छ भने जगदीश्वरजीले भनेको कुरामा म पूर्ण सहमत छु कि हामीलाई राष्ट्रपति फेर्ने बाटो त फ्याट्टै अहिले त छैन नि त किनभने यसका लागि राष्ट्रपतिजीले छोड्नु पर्यो कि पदत्याग गर्नु पर्यो हैन ल नयाँ जनादेश आयो पदत्याग गर्नु पर्यो होइन अर्को अवस्था भनेको संविधान संशोधन गर्नु पर्यो तर यी दुईटा कुनै पनि अवस्था प्रयोग गरेर पनि हामीले चाहिँ त्यो अपडेट गर्नुपर्दछ ल यो छैन भनिसकेपछि त्यो यी कुराले हामीलाई अवरोध सिर्जना अब यही विषयमै गएर चाहिँ अब छलफल यद्यपि हुँदैछ होइन छलफल पश्चात तपाईँहरूको पार्टीहरूको बिचमा छलफल भइसकेपछि र निष्कर्षमा टुङ्गोमा पुग्ने भन्ने कुरा रहन्छ सम्भाव्यता चाहिँ के रहन्छ सम्भावना एकदम राम्रो छ सम्भावना हामी सम्भावना खोज्नै पर्छ नि हामी आशावादी हुनुपर्छ हामी सम्भावना खोज्नु पर्दछ जनताले त्यही सम्भावना खोज अलिअलि थोरै आशाको तान्द्र तिमीहरूसँग पुरै हामीले चाहिँ अलिकति बढी उहाँहरूले सिट ल्याउनु अलिकति त्योभन्दा थोरै कम सिट ल्याएर हामी आयौँ यसको मतलब जनताले हामीलाई दिएको मत भनेको त हाम्रा मन खुसी गर्नका लागि होइन नि
एउटा विधिसम्मत ढङ्गले प्रक्रियासँग ढङ्गले जनताको भावना अनुसार मुलुकको आवश्यकता अनुसार चाहिँ काम गर र संविधान बनाऊ अरू कुराहरूमा पनि एउटा नयाँ संस्कृति विकास गर भन्न दिए हो हाम्रो मन खुसीले चाहिँ ल मलाई त अब जनताको म्यान्डेट आयो भन्न दिए त होइन कहिले पनि कुनै पनि जनादेशहरू मन खुसी गर्नका लागि दिइँदैन जनादेश त जनताको भावना अनुसार र मुलुकको आवश्यकता अनुसार विधि र व्यवस्था अनुसार काम गर्नका लागि दिए हुन्छ तर हामीले कहिले कहिले बुझ्छौँ हाम्रो मन खुसीका लागि आयो होइन एउटा सामान्य Free live TVs with every phone recharge. Make your international call through your PC, iPhone, Android mobiles or any other mobile phones. You can also make phone calls from your land phone at the cheapest rate. India 2 N per minute, Pakistan 10 N per minute, Bangladesh 1.9 N per minute, Nepal 8 N per minute. For more details, please contact shopping mobile numbers 08035229321 and 08048083543. You can watch the TV channels on your PC, iPhone, Android mobiles, iPad or TV. Hurry up, get your ID and password and watch live TVs free. सामान्य मान्छेले बुझ्छ अब यो विवाद यी यस्ता विवादहरू शक्ति बाँडफाँडमा चित्त बुझिसके पश्चात यी विवादहरू लुक्दै जान्छन् भन्ने एउटा सामान्य टिप्पणी है होइन अब शक्ति बाँडफाँड भने अब राष्ट्रपतिजीसँग घाँसिँदैन सरकार निर्माण गर्ने सरकार निर्माण गर्दाखेरि सरकारभित्र बस्नेको शक्ति बाँडफाँड त्यहाँ हो अब हामीले शक्ति बाँडफाँडका नाउँमा सभामुख एउटाले लिने राष्ट्रपति एउटाको भागभण्डा अंशभण्डा गर्ने होइन मुलुकका अहिले रविन्द्रजीले भने जस्तैले पनि हाम्रो ताजा जनादेश भनेको कुनै पनि दलले मनपरी गर्ने पनि होइन र मुलुकको संविधानलाई टेकेर संवैधानिक हिसाबले अगाडि बढ्नुपर्छ त्यो संविधानलाई कसैले पनि अपहेलना अपव्याख्या गर्न मिल्दैन हुन त हेर्नुहोस् हाम्रो देशमा 5 जना कानुनविद राख्यो भने 6 थरी विचार आउँछन् हामीसँगै आउँछन् किन उनीले आफ्नो उपयुक्त के बोल्दाखेरि हुन्छ त्यो उपयुक्त बाटोतिर मात्रै सबैतिर जान खोज्छन् तर सत्य सबैले संविधानविदले संविधानको व्याख्या गर्ने हो कानुनविदले कानुनको व्याख्या गर्ने हो त्यसैले अहिले हामीले जस्तो रविन्द्रजीले भन्नुभयो यही सरकारलाई 6 महिना अगाडि बढाउन त भन्दा संविधान सभा भइसकेपछि पार्लियामेन्ट भइसकेपछि पार्लियामेन्टको मेम्बर मात्रै प्राइम मिनिस्टर हुन्छ फेरि यही सरकारलाई कायम राख्नको लागि त संविधान अर्को संशोधन गर्नुपर्छ त्यसैले हामी अब मुलुकको एउटा ठुलो राजनीतिक दल पहिलो दोस्रो दलका एउटा जिम्मेवार मान्छे भइसक्यौँ हामीले जे अब बोल्ने नाउँमा जे पनि बोल्न पनि भएन किन अहिले यही सरकारलाई कन्टिन्यू 1 वर्ष लैजाउँ अनि संविधान घोषणा गरेपछि मात्रै बाँकी काम गरौँ भन्यो भने त यो सरकारले त अब भोलि संविधान सभाको बैठक बसेको भोलिपल्ट त यसले छाड्नु पर्यो नि किनभने प्रधानमन्त्री हुनको लागि संविधान सभाको सदस्य हुनुपर्छ भन्ने त हाम्रो संवैधानिक व्यवस्था हो त्यसैले हामीले बोल्दाखेरि चुक्नुहुन्न त्यसकारण म अहिलेको परिस्थितिमा आखिर कांग्रेस एमाले माओवादी लगायत संविधान सभाबाट हामीले संविधान निर्माण गर्नु छ सकिन्छ भने अन्य ठुला तेस्रो चौथो पाँचौं छैटौं दलहरू पनि मिलेर सरकार निर्माण गरौँ त्यहाँ को 2 जना मन्त्री घटी हुने बढी हुने त्यो नलागौँ हामी मुलुकका लागि सोचौँ मुलुकको जनताको अहिले एउटै मात्र विश्वास के हो भने जनताको बिचमा जाँदाखेरि अहिले मैले पहिला जाँदा त्यसरी पाउँदैन थिएँ अहिले गाउँमा जाँदा हामी भोट हाल्ने संविधान दिन्छौ हरेक मान्छेको प्रश्न संविधान दिन्छौ प्रश्न त्यहाँ छ त्यसकारण अहिले हामीले संविधान निर्माण गर्न सकेनौँ भने हिजो 4 वर्ष कांग्रेस र एमाले माओवादीका कारणले संविधान बनेन भने माओवादीले कांग्रेस र एमाले गर्दा संविधान बनेन भने त अब हामीले त्यही बहस चाहिँ टेलिभिजनदेखि लिएर हरेक ठाउँमा गर्दै गयौँ तर त्यो बहस हामीले गरेका बहस कति सार्थक थिएन थाहा छैन त्यो निरर्थकै होला तर जनताले चाहिँ निर्णय त गरे नि होइन है संविधान नबनेको कारण चाहिँ एक माओवादीकै कारणले हो तिमीहरू मिल्यो बस्यौ भने चाहिँ बन्छ कि भनेपछि आज हामीलाई विश्वास गरेको अवस्था हो कांग्रेस र एमालेलाई त्यसैले हामीलाई जुन विश्वास नेपाली जनताको विश्वास हो त्यो विश्वासलाई पूर्णता दिनका लागि हामी संविधान निर्माणको बाटोमा र यो संविधानलाई निचोडमा निर्णयमा पुर्याउन सकेनौं भने फेरि जनताले हेरेका हुन्छन् 4 वर्षसम्म अर्को 4 वर्ष हेर्छन् अनि
हिजोको माओवादीको गति हाम्रो हुँदैन भन्ने पनि छैन। किन जनता हेर्नुहोस्, एउटा सम्मानित न्यायालयको न्यायाधीशले कुनै चिज निर्णय गर्दा गलत गयो भने माथिल्लो न्यायालयले न्याय दिन्छ। त्यसमा नेपाली जनता चाहिँ कहिले पनि गलत गर्दा गइन्छ भन्ने यो निर्वाचनको परिणामले देखाउँछ। किनभने 4 वर्षसम्म मधेसवादी माओवादीको लुट, जुन संविधान सभाभित्रको त्यो जातीयता, एक मधेस एक प्रदेशको आवाज, यसका खिलाफमा नेपाली जनताको अहिलेको मत हो। त्यसकारण हामीले यसलाई सम्मान गर्दै संविधान निर्माणको बाटोमा अघि बढौँ। यो पद शक्तिको बाँडफाँड, पावर सेयरिङको बाँडफाँडतिर भन्दा पनि संविधान निर्माणको बाटोतिर सबैले लाग्यौँ भने हामी 1 वर्षभित्रमा लोकतान्त्रिक संविधान हाम्रो लक्ष्य हो। त्यसो भन्दैन नि, सामान्य टिप्पणी भनेको अब झन् बढी त्यहाँभित्र गन्जागोल कति कस्तो परिस्थिति निर्माण हुने हो। कांग्रेस र एमाले त्यहाँमाथि अब फेरि पावर सेयरिङको कुरा आउँछ भनेपछि अब परिस्थिति कस्तो बन्दै जाने हो भन्ने एउटा आंकलन सामान्य रूपमा पनि गर्न सक्छ। सबिनाजी, मैले एउटा कुरा के छ भने कहिले कहिले फेरि हामीले एउटा सत्य कुरालाई यथार्थ कुरालाई छेकेर उपेक्षा गरेर कहीँ पनि पुगिँदैन। तपाईँ एउटा पार्टीभित्र राम्रोसँग पावर सेयरिङ गर्नु भएन, शक्ति बाँडफाँड गर्नु भएन भने त्यो पार्टीले निर्णय गर्न सक्दैन। हो कि होइन थाहा छैन मलाई, तर 60 र 40% बनाएर तपाईँ पदहरू टुङ्ग्याउनु पर्दछ, अथवा हाम्रो नेताहरूलाई विभिन्न ठाउँमा भाग लगाएर चाहिँ हाम्रा विभिन्न ठाउँमा एउटा चाहिँ ब्यालेन्स गर्नु पर्दछ, शक्ति बाँडफाँड गर्नु पर्दछ र त्यो अगाडि जान्छ एउटा पार्टीभित्र। भने राज्य सञ्चालनमा तपाईँले त्यसलाई चाहिँ ल त्यो एउटा परिणाम अनुसारको जिम्मेवारी अथवा चाहिँ त्यो अनुसारको चाहिँ बाँडफाँड गर्ने भन्ने कुरालाई चाहिँ त अस्वाभाविक ठान्नु मिल्दैन। हामी सहमतिको प्रक्रियामा अहिले छौँ, जसका कारणले हिजो पनि हामीले के भन्यो भने पहिलो पार्टी, दोस्रो पार्टी, तेस्रो पार्टी, कुन कुन भूमिका चाहिँ कसले कसरी गर्ने, ताकि सबैले म छु भन्ने ठानोस् भन्ने हिजो पनि ठान्यौँ। वास्तवमा त्यति बेला हामीले चाहिँ संविधान स्टार्टिङमै कहाँनिर बिग्रियो, जति बेला चाहिँ सहमतिबाट राष्ट्रपति चाहिँ पदमा चाहिँ प्रचण्डजी चाहिँ गिरिजा प्रसादलाई मान्नु भएन, त्यस पछाडि स्थिति बिग्रियो भन्यौँ हामीले। भनिसकेपछि पावर सेयरिङ यो कुनै अहिले चाहिँ संविधान हो, तर यी कुराहरू समेत व्यवस्थापन गरेर जानु पर्दछ, किनभने यो यथार्थ हो। अर्को मैले भन्न खोजेको होइन, हामी यो कुरा नगरौँ, यो कुरा गरौँ भन्ने हो त यहाँ पनि पुगिन्छ नि। मैले चाहिँ सरकार नगरौँ भनेको चाहिँ त्यो मेरो मान्यता हो भनेको होइन। हामी गर्दा गर्दा त्यो ठाउँमा पुग्न सकिन्छ। आफ्ना स्वार्थ भएका ठाउँमा, आफ्ना मिल्ने कुराहरूमा चाहिँ यसलाई नचलाउँ अथवा अर्को यसलाई चलाउँ। हामी स्वाभाविक तरिकाबाट यो प्रक्रियालाई कसरी समाधान गर्ने, कसरी सल्भ गर्ने, कसरी चाहिँ हामी सँगै अगाडि जाने भन्ने कुराबाट सोच्नु पर्दछ। जहाँसम्म अर्को एउटा मेन फन्डामेन्टल क्वेसन छ सबिनाजी, त्यो भनेको हामी सहमतिको बाटोबाट हिँडिरहेछौँ, तर हामी डेमोक्रेटिक अभ्यास गरिरहेका छैनौँ। डेमोक्रेटिक अभ्यास भनेको सत्ता पक्ष र प्रतिपक्षकै अभ्यास हो। कांग्रेस र एमाले ठुला पार्टीहरू संविधान निर्माण गरिन्छ, माओवादी सबै भएर संविधान बनाउनु पर्छ, तर सहमतिको मान्यता पनि नअपनाउने, सँगै बसेर एक आपसको विरोध पनि रहिरहने, तर सत्ता पक्ष र प्रतिपक्ष पनि नहुने, अनि कोही जवाबदेही पनि नहुने, यो सिस्टमलाई हामीले संविधान निर्माणपछि अन्त्य गर्नुपर्दछ। म त भन्छु संविधान बनाइन्जेलसम्म जस्तो अवस्थामा पनि कांग्रेस र एमाले, अरू पनि पार्टी, माओवादी सबै मिलेर चाहिँ सहमतिमा संविधान बनाउने, सरकार पनि बनाउनुपर्छ, मिलेर जानुपर्छ। संविधान बनेको भोलिपल्ट कांग्रेस सरकार चलाउँछ, एमाले प्रतिपक्ष हुन्छ। कांग्रेस सहित को चाहिँ सरकारमा जाने, एमाले प्रतिपक्षमा बस्नुपर्छ। किनभने सत्तापक्ष बिग्रँदाखेरि, कमजोर हुँदाखेरि, नराम्रो गर्दाखेरि प्रतिपक्ष छ विकल्प भन्ने हुनु पर्यो नि। सबै सत्तापक्ष भएको छन्, अनि कसलाई चाहिँ तपाईँ गर्नुहुन्छ अल्टरनेट। त्यस कारणले हामी त आज सहमतिको कोर्सबाट यो 8-10 वर्ष यसरी खिल्चिएका छौँ कि हामीलाई विकल्पै छैन हामीसँग। त्यसले गर्दाखेरि अहिले हामी 1 वर्ष सहमतिको यो कोर्सबाट जाउँ, त्यसपछि राम्रोसँग सत्तापक्ष र प्रतिपक्षको अभ्यास गर्नुपर्दछ। सत्तापक्षले राम्रो काम गर्यो उसले जित्दै जान्छ, होइन उसले गल्ती गर्दाखेरि चाहिँ प्रतिपक्षले जोसँग मुख्य प्रतिस्पर्धा हुन्छ उसैसँग सहकार्य कसरी हुन्छ भन्ने कुरा अहिले संविधान निर्माणको निम्ति हामीले त गर्नै पर्छ। फेरि उहाँहरूले चाहिँ होइन नआइजा भने पनि गर्नुहोस् है हजुर, किनभने यो हामी चाहिँ यो चाहन्छौँ,
हामी कुन फेरि कहाँ बसौँ कि भुइँमा बसौँ केही मतलब छैन। एमालेको त्यो हाम्रो पार्टीको त्यो ऊ छैन। तर हामी अहिले सबै मिलेर संविधान बनाऊ। माओवादीले समेत एउटा राम्रो निर्णय गरेको छ। संविधान निर्माणको लागि अवरोध भन्ने ठानियो भने हामी सरकारमा पनि जानुपर्ने हुनसक्छ है। त्यो पोजिटिभ कुरा हो, उहाँहरूलाई पनि ल्याउँ। तर सरकार यो संविधान निर्माण भइसके पछाडि कङ्ग्रेस सत्तापक्ष, हामी प्रतिपक्ष हुनैपर्छ। नत्र भने यो डेमोक्रेटिक कोर्स ठिक ढङ्गले जान सक्दैन। कङ्ग्रेसको तर्फबाट केही थप्नुपर्ने यहाँनिर केही छ? होइन, अब यसमा के छ भने अब सत्ता पक्ष प्रतिपक्ष अहिले वास्तवमा संसदीय प्रणालीमा त्यो स्वाभाविकै हो। हिजो हामी 4 वर्षसम्म प्रतिपक्षमै बस्या हो। हामीले सत्तामा केही क्षण 22 महिना जो 19 महिना त्यो पनि के हो भने माधव कुमार नेपाललाई प्रधानमन्त्रीमा मतदान गरेको कारणले हामीले भोट त कतै हाल्न पर्यो। हाल्न पर्दाखेरि भोट हाल्दा साथ सत्ता पक्ष बनियो। त्यो बाहेक होइन, भोट हालेर सरकारमा पनि बस्नु भने हामी अब त्यसलाई त्यो हिसाबले सोच्ने हो भने हामी त्यो बेला मत नहाल्दा पुग्दैन। मत हाल्नका बाध्यताका कारणले त्यो सत्ता पक्ष पनि बनियो, ठिकै छ। हामीले त्यो बेलामा हामीले आफ्नो दायित्व त्यही देख्यौँ, त्यही गऱ्यौँ। तर अहिले संविधान नबनेसम्मका लागि सत्ता पक्ष प्रतिपक्ष भन्ने भनाइयो आवाज नल्याउँ। हामीले संविधान बनाउनु छ र हामीले कहाँ सोच्नुपर्छ भने संविधान निर्माणको लागि काङ्ग्रेस र एमाले अब तेस्रो पार्टीकोमा गएको माओवादीको पनि जुन भनाइ आएको छ त्यसलाई हामीले पोजिटिभ लिनुपर्छ। तर जसरी हुन्छ हामी संविधान निर्माणको बाटोमा एकाकार भएर लागौँ। हिजोका हामीसँग भएका कमी कमजोरी गल्तीलाई एकातिर पन्छाउँदै संविधान निर्माण, लोकतान्त्रिक संविधान निर्माण गर्नु छ। त्यसमा कुन पावर सेयरिङको कुरो अहिले भर्खर पनि भन्नुभयो। अब हाम्रो 40 र 60 को कुरो यो सबै राजनीतिक दलभित्र यो तितो सत्य त्यही हो। उहाँहरूको पनि 3टा भाग लाग्ने, हाम्रा पनि 2टा भाग लाग्ने, अर्काका नि त्यस्तै हुन्। अब माओवादीको त एकीकृत माओवादीको त्यहीभित्र मचिसकेका अवस्था छ। पावर सेयरिङ पार्टीभित्रै हुन्छ भने सरकार निर्माणमा हुन्छ। तर सरकार निर्माणमा हुन्छ भनेको छु मैले, हुँदैन भनेको छैन। राष्ट्रपतिको इस्यु पावर सेयरिङमा होइन, सरकार निर्माणमा। जस्तो प्रधानमन्त्री काङ्ग्रेस भयो भने उप प्रधानमन्त्री सहितको महत्त्वपूर्ण मन्त्रालय महत्त्वपूर्ण उप प्रधानमन्त्री हुनेले लिने त्यो पावर सेयरिङ त्यहाँ हो। राष्ट्रपति वास्तवमा अलङ्कारित राष्ट्रपति हुन्, त्यहाँ पावरको हिसाबले भन्दा पनि उहाँको एउटा त्यो सम्मानित संस्था हो। त्यहाँ अहिलेको संविधान अनुसार राष्ट्रपतिको परिवर्तनका लागि संवैधानिक संशोधनको बाटोतिर जानुपर्ने परिस्थिति, हामी त्यो लम्बे चौडाइतिर नजाने हो कि भन्ने त्योको तर्क हो काङ्ग्रेसको। किनभने अहिलेको कानुनले, अहिलेको संविधानले, संवैधानिक हिसाबले राष्ट्रपति तत्काल हामीले निर्वाचन गर्न सक्दैनौँ। निर्वाचनमा जाने हो भनेर जान त सक्दैनौँ। हामी जसरी प्रधानमन्त्रीको लागि भोलि निर्वाचनमा जाने प्रक्रियामा जान्छौँ, राष्ट्रपतिज्यूको आह्वानपछि, राष्ट्रपतिजीले आह्वान गरिसकेपछि प्रधानमन्त्रीको हामी प्रक्रियामा जान्छौँ। तर राष्ट्रपतिकै त प्रक्रियामा जान ठाउँ छैन अहिले। त्यसका लागि उहाँले आफैले सरकारले निर्णय गरेर लालमोहर उहाँको लागिसकेपछि मात्रै अनि अर्को विकल्पमा जान सक्छौँ। त्यसले गर्दा हामीसँग अहिले संवैधानिक अप्ठ्यारा भएको बाटोहरूलाई गर्दै गर्दा भोलि गर्ने दिन आउँछ। त अहिले संवैधानिक प्रक्रियालाई चाहिँ अगाडि बढाउँ। त्यसका लागि परेका बाधा व्यवधान अप्ठ्याराहरूलाई फुकाउँदै जाउँ। अब विशेष रूपमा राजनीतिक दलका शीर्षस्थ नेताहरूको बिचमा पटक पटक सहमति छलफलका भइरहेको अवस्था छ। काङ्ग्रेस एमालेको अस्तिमन्त्रीको बैठकले एउटा राम्रो निर्णय गरेर बाहिर अवस्था छ भने हामी अरू सबै दलहरू मध्येलाई पनि सरकारमा ल्याउने र संविधान निर्माण नभएसम्म मिलेर जानुपर्छ भन्ने चाहना राखिरहेको अवस्थामा यो अहिले उठाइएका जुन विषयवस्तुहरू छन् त्यसलाई पनि उठाउने समय आउन सक्छ, उठाउने दिन आउन सक्छ। त अहिले हतारिने बेला पनि छैन। संविधानका प्रक्रियाहरू, संवैधानिक जटिलताहरू, हामीले सामान्य संवैधानिक जटिलताले संविधान सभा कसले पहिलो बोलाउने भन्ने जटिलताले 15 दिन हामी अल्मल्यौँ, 15-20 दिन अल्मल्यौँ। कति भन्दाखेरि त त्यो जटिलताहरूलाई टुङ्ग्याउन त समय लाग्छ। त्यो समयलाई पनि ख्याल गरौँ। अहिले संवैधानिक जटिलता जहाँ छैन त्यसलाई टुङ्ग्याउँदै जाउँ भन्ने नै मेरो चाहिँ भनाइ हो। अब यो परिस्थितिहरू हेरिरहँदाखेरि अब 1 वर्षभित्रमै संविधान दिन्छौँ त तपाईँहरूले भनिरहनु भएको छ। त्यो परिस्थिति निर्माण गर्न त सकिन्छ नै होइन? यस्तो छ,
हामी 1 वर्षभित्र संविधान दिन्छौँ भनेका छौँ, तर हामीले जे धन्दा गर्दैछौँ नि त्यो 1 वर्षभित्र दिने हिसाबको धन्दा देखिन्छ त? देखिँदैन। त्यही भएर यो प्रश्न उठिरहेको छ। त्यस कारणले यथार्थलाई उपेक्षा गरेर कहीँ पनि पुगिँदैन। ती कुराहरूलाई सल्भ गरेर अगाडि जानुपर्दछ। हामी सहमतिबाट संविधान बनेन भने पनि, संविधान बन्ने अवस्था आएन भने पनि प्रक्रियाबाट संविधान निर्माण गर्ने कमिटमेन्ट गरेर आएका छौँ। हिजो सहमति नभएर संविधान नभएको हो, हामी प्रक्रियामा गएनौँ। अहिले चाहिँ हामी सहमति भएन भने पनि सहमति भनेर हामी पुरिरहन सक्दैनौँ। एउटा प्रक्रियाबाट यसलाई टुङ्गो लगाउनै पर्छ। हामी त्यो कमिटमेन्टका साथ चाहिँ अगाडि बढौँ। त्यस कारणले जो हेर्दैखेरि स्वतः देखिने कामहरू हुन्, गर्नुपर्ने कामहरू हुन्, यसलाई पुरा गरेर चाहिँ जानुपर्दछ। म यसमा के मात्रै भन्न चाहन्छु भने यो अरू कतिपय विषयमा अनावश्यकहरू बहस होइन, तर यसलाई आन्तरिक विषय बनाएर छलफल बनाउँदै कामहरू अगाडि बढाउँदै जानुपर्दछ। तर धेरै भनेको अनावश्यक विवाद नै जन्मने गर्दछ। होइन, किनभने हामी यो बाबा तेस्रो देशको समस्या यही हो नि त। भाँडा धेरै बन्ने भने जस्तो रित्तो भाँडो धेरै बन्छ। हामी चाहिँ के छौँ, रित्ता छौँ। हामीले देखायौँ नि त आफ्नो चरित्र। छेडछेडमा हाम्रा तर्कहरू, हाम्रा तरिकाहरू, हाम्रा काम गराइहरू हामी खै के चाहिँ अघिल्ला घटनाहरूबाट, इतिहासबाट पाठ सिक्यौँ। पुरानै कामहरू दोहोऱ्याइरहने, पुरानै धन्दा दोहोऱ्याइरहने अनि सफलता प्राप्त गर्छु भनेर चाहिँ आशावादी हुनु, त्यो त मूर्खतापूर्ण कुरा हो। त्यही धन्दा दोहोऱ्यायौँ भने असफलताभन्दा बाहेक हामीलाई केही पनि हात लाग्दैन। तर म आशावादी मान्छे हो, म सकारात्मक तरिकाले सोच्ने मान्छे हो। हामी सकारात्मक तरिकाले सोच्नुपर्छ। हामी गर्न सक्छौँ, हामी गर्नै पर्छ। हामी गर्नको निम्ति म के भन्न चाहन्छु भने राष्ट्रपति नेकपा एमालेको दावा होइन। राष्ट्रपतिको विषय जनादेश अनुसार अपडेट हुनुपर्दछ। राष्ट्रपति उहाँ नै बनाउनुहोस्, कङ्ग्रेसको बनाऊ। फेरि धेरै गाह्रो पर्छ भने सरकार पनि हाम्रो दावा हो। एकदम क्लियर पारेर खोजेको। साँच्चै फेरि भन्नका लागि भने होइन, संविधान निर्माण गरिन्जेलसम्म हाम्रा ती विषयमा कुनै पनि दावा छैन। हाम्रा तर संविधान निर्माण गर्ने विषय, यी यस्ता विषयहरूलाई अगाडि पनि मैले भने गुन्द्री मुनि कार्पेट मुनि अथवा लुकाएर होइन, यसलाई समाधान गरेर अगाडि बढौँ। यति मात्रै कुरा त सरलै छ नि होइन? हेर्दाखेरि हेर्नुहोस्, फेरि पनि विवादको यस्ता कुराहरूको अन्त्य त फेरि पनि नहुने नै रहेछ। रविन्द्रजीले भने जस्तो राष्ट्रपति दावै होइन भने अहिले राष्ट्रपतिको विवाद संवैधानिक हिसाबले पनि गर्ने ठाउँै थिएन। तर संवैधानिक रूपले ठाउँ नहुँदा पनि किन इस्यु उठाइयो भन्दा राष्ट्रपति प्रधानमन्त्री काङ्ग्रेस हुने भएपछि राष्ट्रपति हामी हुनु पाउनुपर्छ भन्ने एमालेको दाबी नै हो भन्नु पर्यो। अनि अर्को सभामुख को हुने भन्ने कुरा होला। त्यस कारण जुन चिज हामीले पनि त बुझेका छौँ, तितो सत्य तितो हुन्छ त हरेक मान्छेले बुझेका हुन्छ। अहिले राष्ट्रपति दावा छ छैन भन्ने इस्यु उहाँको रहनु हुँदैन थियो। अहिले भन्नु सरकार पनि चाहिँदैन। त्यसो भए हरेक राजनीतिक दलले, काङ्ग्रेसले पनि त्यसरी भन्ने, एमाले पनि त्यसरी भन्ने हो त क्या यो देश स्वर्गै हुन्थ्यो होला। तर के छ भने हिजो त्यही भित्र पनि झलनाथजी प्रधानमन्त्री हुँदै हट्यो, माधवकुमार नेपाल भएकै हो, माधवकुमार हुँदा झलनाथ पनि हटेकै हो भनेपछि सरकारको शक्तिमा पुग्नका लागि दावा कसैको हुँदैन भन्नेतिर नलागौँ। दावा सबैको छ। अहिले हामी मुलुकको सबभन्दा ठुलो राजनीतिक दल, ठुलो पार्टी भएको हैसियतले सरकार काङ्ग्रेसको नेतृत्वमा हुनुपर्छ भनेर एमाले पनि भनेको छ, अरू राजनीतिक दलले पनि भनेकै अवस्था हो। किन? ठुलो पार्टी भएको हुनाले सरकारको प्रमुखको दावा गर्नु भएन। तर त्यसपछिको पावर सेयरिङ भनेर दावा त त्यही हो नि, त्यही पोइन्टमा गयो हो। त्यस कारण यो छँदै छैन। जनताको बिचमा जाँदाखेरि एकदम पानी माथिको ओभानो हुन कसैले पनि हुँदैन। दावा हाम्रा पनि हुन्, हामीसँग पनि छ। पावर सेयरिङ शक्ति सबैले बाँडफाँड गरौँ भन्ने कुरो सत्य हो भन्नु पर्यो। त्यो सत्य हुँदाखेरि अनि कसरी जाने भन्ने कुरो यहाँ चाहिँ अब तपाईँको टेलिभिजनमा आएको त रविन्द्रजीले हाम्रो दावा सरकार पनि राष्ट्रपति पनि होइन भनेपछि किन त विवादै रहेन त? त्यो होइन। संवैधानिक हिसाबले जाउँ, संविधानको भावनालाई टेकौँ। भोलि प्रक्रियागत रूपले अगाडि बढ्दाखेरि काङ्ग्रेस, एमाले, माओवादी राजनीतिक दलहरू मिल्नै पर्छ, मिलेर जाने हो। उहाँले भने जस्तो त्यो पनि ठिक। कतिपय के हो भने
संविधान निर्माण भएपछि को सत्ता पक्ष होला, कुनै दिन उहाँ भोलि संविधान निर्माणपछि उहाँ सत्ता पक्ष हामी प्रतिपक्ष नै हुन सक्छौँ, अथवा माओवादी सत्ता पक्ष अरू पार्टी पनि हुन सक्छ। यो भोलिका दिनहरूमा देखाउने कुरो हो। र हामीले अहिलेको मुलुकको परिस्थितिलाई एउटा गतिमा अगाडि बढाउनुपर्छ। त्यो गतिरोध हुन कसैले पनि रोक्नुहुन्न। त्यसका लागि अब नेता शीर्षस्थ नेताहरूले बसेर छिटोभन्दा छिटो समस्याको समाधानको बाटोमा जाउँ, त्यही मात्रै भन्नु। यसमा एउटा मात्रै कुरा, पहिला खेलको मैदान र खेलको नियम हुनु पर्यो, खेलाडी रेफ्री सबै हुनु पर्यो। खेलको नियम नबनाउने अनि अरू मात्रै कुरा, जित्ने र हार्ने मात्रै कुराको त केही पनि अर्थ हुँदैन। त्यस कारणले हाम्रो यो खेल कहाँसम्म, यो हाम्रो स्पष्ट भएर हिँड्नुपर्छ। यति मात्रै कुरा, म चाहिँ जगदीश्वरजी एकदम कृपा गरिकन म भन्छु कि म आज बस यो एमालेलाई यो भाग चाहिन्छ, यो भाग चाहिन्छ भन्ने आधारमा होइन। म चाहिँ यो खेललाई टुङ्ग्याउनको लागि यस्तो नियम चाहिन्छ, यस्तो नियम भयो भने यो खेलमा झेल हुँदैन, यो खेल कम्प्लिट हुन्छ। अरूले नबुझेको पाटो चाहिँ यो हो कि क्या हो? तपाईँले पटक पटक उठाइरहनु भएको प्रश्न हो। आज हामी कहिले पनि खेलको नियम बनाउने कुरामा कन्सियस छैनौँ। बरु खेल्दै नखेलिकन पगरी गुत्ने कुरामा बढी कन्सियस। नियम त संवैधानिक हिसाबले जाने हो नि, अहिले त संविधान हो नि। खेलको नियम भने त संविधान हो, कानुन हो। अहिले त आजकै व्यवस्थालाई तपाईँले अपडेट गर्नु पर्यो नि त, यही अनुसार त्यो हो नि। तपाईँले होइन भोलि बनेपछि मात्रै खेलको नियम, आज चाहिँ हिँड्ने कुरामा नियम हुँदैन र? हुन्छ नि, हिँड्ने कुरामा पनि एउटा नर्म्स अनुसार हामी हिँड्नु पर्छ। यति कुरा नर्म्स बनाउने कुरो उहाँहरू बसेर बनाउनुहुन्छ। तर तपाईँ मैले यहाँ टेलिभिजनमा बोल्दाखेरि मलाई पनि केही चाहिँदैन, तपाईँले पनि केही चाहिँदैन भन्नुभयो। यही मान्छे यी केटाहरू गजब गर्छन् भन्नु होला। तर अहिले हामी बहस जेमा गरिरहेका छौँ, बहसभित्र के पनि हो भने त्यही पावर सत्ताकै मलाई चाहिन्छ भनेर पाइन्छ र? होइन मलाई चाहिन्छ भनेर पाइन्छ र? पाइँदैन। तपाईँले पाउनुहोला, मैले नपाउला त पार्टीका सिस्टमबाट गएपछि पाउनेले पाइहाल्छ, हुने भइहाल्छ। नत्र म चाहियो भने मैले पाउने त होइन नि त, अर्कोलाई दिन नबनाउनु उसले नपाउने पनि होइन। तर हामीले बनाउन के र मैले दिन र त्यसले दिने कुरा होइन, एउटा सिस्टम अनुसार हुनु पर्यो। त्यस अनुसार जो अगाडि जान सक्छ उसले पाउँछ। यो छलफलको लागि, यो उपस्थितिको लागि यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद। धन्यवाद। दर्शकहरू, यहाँ हुनुहुन्थ्यो नेकपा एमालेका रविन्द्र अधिकारी, नेपाली कांग्रेसबाट जगदीश्वर नरसिंह केसी। कुराकानी गर्दैथ्यौँ सरकार गठन, राष्ट्रपतिको निर्वाचनमा देखिएका विवाद लगायतका प्रसङ्गमा। आजको लागि इस्युज अफ द डेको यो समय यति नै। हामी निरन्तर न्युजमा छौँ।